हेलो एभ्रिवान, नमस्ते सेवा साहरू, इट्स मी इन्दिरा राई। आज पनि हामीले फेरि पनि मिनी ब्लग लिएर आइसकेका छौँ। हामी दिनभरि के गर्छौँ हेर्नु है त। आज चाहिँ बसन्तीबाट टक्क गयौँ दुईजना, अनि त्यस पछाडि चाहिँ म चाहिँ आगो बोक्नलाई रेडी हुँदैछु। अनि सबै पकाएर दिनुपर्छ क्या, हामीले चाहिँ दिनपछि पकाउनुपर्छ। बिहानै चाहिँ म आज अलिकति ज्वरो आएको कारणले जान सकिनँ, त्यही भएर बुढालाई पर्खिवरी गएको क्या। अनि यसरी कति कामदारी क्या काम देखाइरहेको छु, पुरै मैले काम गरिरहेको छु। अनि दाउराहरू चिरेर यसरी म चाहिँ आगो बाल्छु। म चाहिँ हत्तु आगो बाल्न सक्दिनँ क्या, केही भएको पहिल्यैदेखि हो। घरमा पनि मलाई मम्मीले बाल्न लाउनु हुँदाखेरि म चाहिँ खासै बाल्न जान्दिनँ, अरू कराउनु हुन्थ्यो। अझै पनि त्यस्तै छ क्या, अनि एकचोटिमा बल्दैन क्या। अनि आज चाहिँ टन्टलापुर काम थियो क्या, कस्तो काम थियो। अनि हामीले चाहिँ सबै काम गरिरहेको छौँ होला। अनि चाहिँ चारो दिनको लागि खोर सफा गर्नको लागि तयार गर्नुहुँदैछ। अनि म चाहिँ यहाँ आगो बालेर चारो पकाउनलाई तयार हुँदैछु। ऊ चाहिँ मिलेर काम गर्छन् रहेछ दुईजना। अनि यसरी हेर्नु न, म चाहिँ पुरै आगो बाल्दैछु। अनि मान्छे आएको बेला ट्याक्कै आगो बाल्दैन क्या। अनि मान्छेले आगो पनि बाल्न सक्दैन जस्तो बहिनीले भन्छ क्या सबैले। अनि म चक्क पर्छु। अनि यो मेरो आगो चाहिँ मान्छे आएको बेला चाहिँ बल्दिँदैन क्या, अरू बेला चाहिँ बल्छ फेरि मजाले। अनि मजाले देखिएन रहेछ होइन आगोलाई त। म चाहिँ पुरै कामदारी छु नि त। अनि यसरी बुढाले चाहिँ सफा गर्नुहुन्छ र चारो पनि दिनुभयो। अनि चारो पाकेको थिएन नि त, अनि झाँसहरू हामीले उखाल्यौँ। अनि त्यस पछाडि हेर्न यस्तो बनायौँ। अनि यो फुल्दै झर्थ्यो क्या, त्यही भएर चाहिँ मैले यसलाई पनि औषधि लगाइदिएँ। अनि हामी चाहिँ घर आयौँ। फेरि हाम्रो चाहिँ आज धेरै काम थियो क्या, हामी चाहिँ गुम्बा गयौँ रेडी गरेर अनि पठाएर फेरि आयौँ। अनि आज चाहिँ रात परेको क्या, फुपूकोमा गएर